हजुर त्यहीँबाट 1-200 मिटर वरपर भन्ने बुझ न। ल मैले बुझेँ एक होइन दिन भाइ चिया यो खान पर्छ बिमारीसँग दाइसित गर्नुपर्ने बिहान हो। टक्क मेरो व्हाट्सएपमा कान्छो टक्क म तपाईँको नम्बर बस्न त दिनुहोस् त्यहाँ बस्दिनँ है भेट्नुपर्छ फेरि। सुन न हजुर म बस्न त काठमाडौँ बस्छु फेरि। ओके यहाँका मान्छेले त त्यही त हो यहाँ घर बनाए यहाँ कमाए हामीलाई भिडाए त्यहाँबाट काठमाडौँ जान्छन् काठमाडौँ होइन भिडाउँछन् घर त त्यही छ, घर त छ, चिन्ता नमान नि त्यति त। अनि फेरि अविनाश ल भाइ यो आउनु बिमा कुनमा गर्नु पर्यो। नेपाल हजुर लाइफमा 4वटा बिमा सरेन्डर गरेको मैले अब अर्कोमा गर्ने भन्दैछु। अनि यो अविनाशले के एलआइसी गर्दिनँ भने नेपालमा मानिहाल्छन् गर्न भाइले, किन पर्यो उसले अविनाश सेयरबाट पैसा भाइसित कमाइन्छ। गर्न पर्यो गरौँ किन अरे? यार छोडा। तर यार एकदम तिमी यार दिनकै 2-4 लाख कमाए जस्तो गफ छैन अरे यार, तिमी पनि भोलि यार डुब्छौ। एलआइसी नेपाल कहाँ दाइ 2-4 लाख दिनको कमाउने भए म हजुरसित आएर गफै गर्दिनँ तिम्रो एउटा यहाँ मात्रै के राम्रो लाग्छ भने तिमी जोसित नि ट्याकल गर्छौ, फेस गर्छौ, बोल्छौ। म तिमीसित बोलेँ, अर्को मान्छे फ्याट्ट कोही आयो भने भ्याट्टैमा तल गएर आनन्दले बस्छु। उहाँ अरूले फाल्दिए मान्छन्, म आफै कसरी गएर तल बस्छु के। ठिक छ दाइ ठिक छ डराउनु नै फालिदियो भने विरोध गर्नुपर्छ यहाँ होइन म फाल्न फाल्ने पाइन्न नफाल्दा पनि फाले भन्ने, अरूले फाले भन्ने सोध्छुन् भन्दै यो खुवाएछ भनेर खुसी आफै झर्ने के। मुक्टु अडियन्स। ए ड्राइभर टोलो तिम्रो घर भनेपछि हजुर ल मलाई उ गर, हामी पर्सनल गरौँ ल। अब लक्ष्मी दाइले मैले मलाई राम्रैसित व्हाट्सएप चिन्छन्। मैले हजुरलाई यसैमा इनबक्स गरिसकेँ दाइ मेरो नम्बर अँ चट्ट लाएर एउटा कुरा के बुझ भने म बोलन्छ नि हाम्रो लक्ष्मी दाई बोल्दैन नि अब यहाँ, मलाई थाहा छ। अब तपाईँहरू ए गुड लक्ष्मी दाइ फ्राइडे गुड फ्राइडे मनाइसक्नु भएको छ। म त्यस्तो परिनँ। अब आज नखरा बुढा तपाईँ तिमी भनेको अवसरवादी मान्छे यार। के भन्नु ल ल ल यहाँ म बसेर आउनु त तपाईँ मनाउन गुड फ्राइडे। तपाईँलाई भर्खरै वेलकम छ ल आउनु। तपाईँ कहाँ यहीँ गठा गरे हो? त्यहाँ छ कलगी छु अहिले त कलङ्की बुढा। अनि म यहाँ तपाईँलाई फोन आइहाल्छु नि, कहाँ हो र अहिले यतापट्टि आउने हो। मजेरीमा हो कि होइन? म चाहिँ यहाँ छैन कि बुढा अहिले। यसो गरौँ न, जहाँ भयो नि अब एक दिन प्रकाश सर र तपाईँ म ल्याङ भएर झगडा गर्नुपर्छ सेयरको बारेमा। तिनको 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 राजा तिनको राजा ब्याङ्क हाम्रो पर्जा ब्याङ्कको जुदाउने के त दिन। हाम्रो कुमारी टुमारी तिनको इबिएल त हो नि। 143मा 10,000 किता उठाउने मै हो। अस्ति 17 बेच्दिएँ मैले, अघिल्लोचोटि बिर्सेँ बेच्नलाई। हिसाब पो गर्नु पर्यो कति कति नाफा आएछ। ए सर त्यस्ता म त फेरि 57 र 17ले होइन सर, मैले 70 किनिसक्दाखेरि 272 पुगेर फर्को के सर त्यो बेला। अब त्यस्तै हुँदो रहेछ क्या लाइफ 7 भनेको। लाख 40,000 त आएछ नि। 7 महिना नि त भयो होला के अरे। 7,40,000 7 महिनामा त्यो त एउटा ठिकै हो। स्टक हो। यस्तो छ, हाम्रो घुमन्तेजीले नि मलाई एकदम एप्रिसिएट गर्नुहुन्छ, उहाँलाई मान्छु। हाम्रो लक्ष्मी दाइ र म ल्याङ गरेर जाँड खाइदिउँ एक दिन। बुढा फेरि त्यही भएर भागिहाल्यो मही त, यसले जाँड धेरै खाँदिनछ भनेर। तर यहाँ सुन्दाखेरि के छ भने जम्मैमा दिनको लाखौँ लाख कमाएर ओहो पुरै उनीहरू फर्चुनर गाडी चढे यस्तो देखाउँछन्। त्यो चाहिँ तिमीहरू गफ नलागे त भन्छु कि म त्यही भएर। म त लस र प्रफिट बराबरी गर्छु है पार्टी हो। महोदय हजुरसँग अहिले बोलियो, तर तपाईँ र म अघिल्लोचोटि बोलिएन होइन? हजुर मलाई भन्नु सर। हजुर तपाईँलाई म किन क्लब हाउसमा यही टिममा बोल्दा बोल्दै थाकेर यिनीहरूका गफ त्यो अनि अति सोफिस्टिकेटेड गफहरू सुन्दा सुन्दा त्यही बुढीले तपाईँले भन्नु हिजो कुरा छ नि, बुढीले लात्ताले हान्छ यहाँ कहिले ए कति बोल्छ से जडे जाँड खाएर आएछ यही कामै क्लब हाउस बोलियो भन्थ्यो क्या एक दिन। तपाईँले एलसिडी कति यहाँ केटाहरूले यस्तो कुरा गर्छन् भनेर भन्नुभयो। यहाँ कमाउने केटा आएनन्, यहाँ कमाउने केटी हो। रियाजी देवीजीहरू चाहिँ दिनमा 4-5 लाख ड्यामडुम कमाएर बस्ने। उहाँहरू चाहिँ कमाउने आरबी होइन, सर यस्तो छ, केटाहरू हल्ला मात्रै अब गर्छन् देवी है। दिदीलाई केटी त नभनौँ, महिला कति भनौँ, उहाँलाई चाहिँ एउटा वुमेन भन्न मिल्छ। लेडिज ग्याङ हो कमाउने। यहाँ केटाहरू चाहिँ हल्ला गर्ने मात्रै हुन्। रिया दिदी नभनौँ, उनको र मेरो त उमेर एउटै एउटै होला। उनी पनि आफ्नो बढ्दाखेरि च्याउ 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 गर्ने, अनि नत्र भने गर्ने। अनि आएर बिचा बिचा त्यो सर्ट कमर्सियल ब्रेकमा आएर के गर्यो सोना भने जस्तै सोना मोना छोना भन्ने दिने, अनि भाँडा बजाउने, त्यही हो उहाँको काम पनि। मैले यहाँ अति बिहान पनि मैले हेन्डराइज गर्दा माथि तानेनन् के सर आज होइन, नचि ए चिन्न छोडेछन् क्लब हाउसमा भनेर नि बोले हो।
बिहान पुरै यो गणतन्त्र राजतन्त्र दुनियाँ दुनियाँ चल्या मलाई थियो। चाहिँ डह्रो डाइलग दिए है मन पर्यो है तर हो त तपाईँ र म त आखिर मलाई त चिने तपाईँहरूले चिने कम्ती एटलिस्ट तपाईँहरू दुईजनाले त चिनेकै मान्छे हो नि त म पनि। हाम्रो राजु यहाँ गफ दिन्छन् ठुल्ठुला। म फेरि त अस्ति पिकनिकको बेला म विराटनगर थिएँ कि म भ्याइनँ होइन। अनि जहिले पिकनिकमा आउनु हौ बाहिर बाहिर भेट्न खोज्छौ भने भैरवा है जयकुटे दाइ इलेक्टेड आइरे जयकुटी भन्नु होइन हजुरको जोइकुटी चोक ठ्याक्कै त पानी ट्याङ्की आडा होला। ए मेरो चाहिँ भैरवा ठ्याक्कै अञ्चलपुरमा। ल ठिकै छ। तपाईँ पनि काठमाडौँको अहिले बासिन्दा होइन र? हाल चाहिँ काठमाडौँवासी भयो अब बिहा कहाँको भएर काठमाडौँ? कहाँ काठमाडौँवासी काठमाडौँ कता कुन लोकेसन? हजुर कुन कता हो काठमाडौँ? बानियाटारतिर? गङ्गापुतिर ए बानियाटार मिलाजु है मिलाजु बानियाटारतिरै हो त्यसो भए। ठ्याक्कै भने म होइन त्यता होइन म अन्त्य अन्त्य हो मनमैजुतिर? जे भयो नि यस्तो होइन छ। तपाईँ हामीले बालाजुतिर दुई चार हो पैसा बालाजु बालाजु उता त भनेपछि उता नुवाकोट जाने बाटोतिर बालाजु बाइपास। रानीवनतिर हो उहाँको। आरिफ सर म हजुरलाई एउटा कुरो मात्रै के भन्छु भने तपाईँ मात्रै यहाँ ब्यालेन्समा गफ गर्ने हेर्नु। यहाँ यी दुई तिनवटा सुन्ना थपेर आज 10,000 किता बेचे 100 किता बेचेन हेर्नु। यहाँ गफ त अनि यो आतङ्कमा मलाई पर्नु छैन। म त फेरि एउटा अलिकति जिम्मेवार कर्मचारी पनि हो है त मलाई अनेस्टली भन्दाखेरि होइन। तर म जहिले पनि चाड खाने शुक्रबार हो। अरू फेरि तपाईँहरू यसो गरेर लाउ तिमीहरू उसो गरेर शुक्रबार म खान्छु जहिले पनि। कोही नभेटे बुढीसित बस यहाँ बस वाइन खाए गिलास भनेर भयो भने रेड वाइन के वाइन मगाएर भयो नि ल खा बुढीलाई भन्छ उसले खान्ने तर आफू खाइदिने हो त। किन शुक्रबार खान्छु भनेपछि मङ्गलबार खाइन्न के कम्तीमा। त्यही भएर माइती देशका मान्छेको गफ यत्रो आएछ। ए हजुरको माइती देश हो फेरि बुटोलतिर? हो तपाईँ पनि प्याट्टा फेरि गफ दिने हो नि। तपाईँ फेरि सुनेको छु मैले। मलाई त हेर्नुहोस् भाइहरू भनेर हिजो तपाईँ एकदम रिसाउनु भयो एउटा विषयमा दिदी। त्यो चाहिँ अब अलि रिसाउनु भयो। कस्तो मलाई लेखेको थियो नि मलाई कस्तो नराम्रो लाग्यो लेखेको शब्द मैले अहिले मैले होइन तपाईँ त्यहाँ पुरै अब्जेक्सन गर्दै मलाई पनि माथि आएर बोल्न मन लाग्यो त भइहाल्यो। दिजु रिसाउनु भयो केही छैन त्यो आवश्यक पनि छ क्या रिसाउन। मैले भन्न अलिकति संवेदनशील भएर अहिलेसम्म नसुनेको शब्द मलाई कहिले नसुनेको शब्द यस्तै लेखिदिएको पनि। अनि दिदी हजुर बस्ने कता हो फेरि? देवीजी रिसाएको त कतिखेर कहाँ पुरै फार नि दिदी त। होइन उहाँले भनेको एउटा कुरा भाइ तिमीहरूलाई यसै भन्दा तिमीहरू पनि यस्तरी योभन्दा अझ उग्रो हुन्छौ। अब जसलाई पर्छ उसले भोग्नियो भनेर त्यो भयो नि आफूलाई कोही अहिलेसम्म मैले सुनेको थिइनँ कि त्यस्तो शब्द मलाई कसरी लेख्नु दिदी। अनि हजुर कता हो बसाइ हजुरको? पेप्सी खोला हो। कहाँनिर त्यो गार्डन चोक? हजुर गार्डन चोकमा मलाई थाहा छ त्यो एरिया। बस्नु भएको रहेछ। होइन मेरो म वा सो